गाडिस्? मेरो निराशाहरूले गाड्दिन्। म त मरिस् भनेर कहाँ थाप्न आए? खुब ठुलो काम गरिस्। अब ती कुरा नभएको च्यानसम्म जानु पनि कान थाप्नु पर्छ र? त्यो पनि आफैले खने थिएँ। त्यहाँसम्म जान पनि कसैले बोकेर त लग्नै पर्थ्यो नि। कि आफै घिस्री घिस्री जान्छिस्? साँच्चै भन् त, सिल टिम्बुर खाइसकेको त तङ्ग्रिएर यस्तो कसरी भइस्? मेरो ओखती आयो नि त फर्केर। मेरो ओखती ओखती ओखती। ढोक गने काका। ढोग मात्रै गरिनस्, गाउँ फर्केर ठिक पनि गरिस्। भाग्यमानी भएस्। बा बिरामी भागो भन्ने सुनि म त नपरिकन गरेँ काका। एकछिन बस्दै गर्नुहोस्, म काकालाई मिठो चिया बनाएर खुवाउँछु है। तेरी केटीले चिन्ता गरेर फोन गर्दै थिइन्। तँ त भागिरहेछ नि त हो। भागेर होइन, त्यागेर आए। खुब छोरालाई फकाएर लिएर आउँछु भनेर भन्छिस् नि त। नहुने कुरा सोचिएछ। मैले धेरै कोसिस गरेँ कान्छा, सकिन। सबैलाई नमस्कार फर्काउने मेरो हातमा हतकडी लाग्यो। त आफै भन् त, म कसरी सहेर बस्नु?